माननीय सदस्य सोमनाथ पोर्तेल, समय 5 मिनट। सम्माननीय अध्यक्ष महोदय, समयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हामी सरकारको 83-84 को नीति तथा कार्यक्रममाथिको छलफलमा छौँ। यो नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा स्वयं प्रधानमन्त्रीले यसको प्रस्तुतिलाई बहिष्कार गर्नुभएको छ, त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु। त्यसका सन्दर्भमा उहाँको सचिवालयले एउटा स्ट्याटस सार्वजनिक गरेको छ, उहाँ अस्वस्थ हुनुभएको कुरा। त्यसका बारेमा प्रधानमन्त्रीको शारीरिक मानसिक के स्वास्थ्यमा असर परेको हो त्यसका बारेमा कम्तीमा परीक्षण होस्, सदनलाई जानकारी होस् भन्ने कुरा माग गर्न चाहन्छु। अध्यक्ष महोदय, हाम्रो दलको नेताले यो नीति कार्यक्रम उद्देश्यविहीन, लक्ष्यहीन, गन्तव्यहीन भनेर बताइ नै सक्नु भएको छ। नीति कार्यक्रमको लक्ष्य, उद्देश्य यी चीजहरू भनेको मानिसको मुटु जस्तै हो। जब मुटु नै चलेको छैन भने त्यहाँ हात छ, खुट्टा छ, आँखा छ, नाक छ, कान छ भनेर त्यसको अर्थ हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारण छ, आँखा पनि छ, नाक पनि छ, कान पनि छ, हात खुट्टा सबै छ, तर मुटु नचलेपछि त्यो जिउ लास जस्तो हुन्छ। त्यसकारण यो नीति कार्यक्रमका बारेमा के भन्ने हो थाहा छैन। दुईटा कुरा चाहिँ यो सरकारले आफ्नो नीति कार्यक्रममा छुटायो उसको व्यवहार हेर्दा। एउटा के छुटायो भन्ने मलाई लाग्छ भने यो सरकारको पहिलो काम वैशाख 12 गतेबाट सुरु भएको थियो। 2072 साल वैशाख 12 गते बारपाक भूकम्प आएर करिब 8 लाख, 8.5 लाख जति जनताको घर ध्वस्त बनाएको थियो। त्यसको ठीक 13 वर्ष पछाडि 2083 वैशाख 12 गते नै बालेन्द्र भूकम्पबाट करिब 3000 जति नागरिकको घर ध्वस्त भएको छ। कस्ता नागरिकको घर ध्वस्त बनाउने हो भन्ने कुराको नीति के हो, यो सरकारले त्यो ल्याएको भए हुन्थ्यो। कतिसम्म गरिब नागरिकको, दैनिक कति ज्याला कमाउने नागरिकको घर ध्वस्त बनाउने हो, 500, 700, 1000 रुपियाँ दैनिक कति ज्याला कमाउने नागरिकको घर ध्वस्त बनाउने हो, त्यो ल्याउनु पर्थ्यो। त्यो ल्याएको छैन। किन नल्याएको मलाई थाहा छैन। त्यो घोषणा नै गरौँ न आखिर। अहिले त यो सरकारले बोलेको जे बोले भने वाह वाह भन्ने बेला छ त, घोषणा नै गरेर ल्याउनुस्। त्यो कार्यक्रम आएको म देख्दिनँ। यसो भनेर तिमीहरू